विजय लघु वित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयरको थप सार्वजनिक निष्कासन एफपीओ को लागि बिक्री खुला गरेको छ। यस संस्थाले सर्वसाधारणको लागि रु 100 अंकित मूल्यको 4,66,817 किता साधारण शेयर अर्थात एफपीओ निष्कासन गरेको छ। यस संस्थाको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। यस संस्थाको एफपीओ बिक्री खुला हुने अवधिको कुरा गर्ने हो भने निष्कासन खुला हुने मिति 2082 9 महिना 21 गतेदेखि र निष्कासन बन्द हुने मिति 2082 9 महिना 24 गते रहेको छ। यदि यो अवधिमा पनि फुल्ली सब्स्क्राइब भएन भने त्यस्तो अवस्थामा निष्कासन बन्द हुने मिति ढिलोमा 2082 10 महिना 5 गते रहेको छ। तर मलाई लाग्छ 2082 9 महिना 24 गते भित्र नै यो फुल्ली सब्स्क्राइब हुन्छ। त्यसैले गर्दा तपाईले यही अवधिमा नै यसलाई एप्लाई गर्नु होला। यसको क्रेडिट रेटिङको कुरा गर्ने हो भने इक्रा एनपीआईआर ले B@ रेटिङ प्रदान गरेको छ, जसले B को अर्थ हाई रिस्क अफ डिफल्ट रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनेन्शियल ओब्लिगेसन र @ को अर्थ वाच विथ